नमस्कार सम्पूर्णमा म झर्सी गोतामे। नेपालमा दलाल बिचौलिया पुँजीवादी कालाबजारी भ्रष्टाचारी तस्करीको सरकार सधैँ आयो। सबै परिवर्तनमा 2007 सालदेखिको अहिलेसम्मको 82सम्मको परिवर्तनमा हामीले हेर्दाखेरि दलाल बिचौलिया पुँजीवादी कालाबजारी भ्रष्टाचारी तस्करीको सरकार मात्रै आएको हामीले देखिरहेका छौँ र त्यहाँ हामीले भोगिरहेका छौँ। गरी खाने वर्गको सर्वसाधारणको सरकार कहिले पनि आएन र हाम्रो आकाङ्क्षा, हाम्रो चाहना भनेको सर्वसाधारणको जीवन स्तरलाई उठाउने खालको सर्वसाधारणको सरकार आओस्, सर्वसाधारणको सरकार बनोस् भन्ने अपेक्षा हाम्रो थियो। तर विगतमा 2007 सालदेखिको परिवर्तनले दलाल बिचौलिया तस्करी भ्रष्टाचारी कालाबजारी बलात्कारी विभेदकारीको सरकार मात्रै ल्यायो, विभेदकारीको सरकार मात्रै बनायो र हाम्रो आकाङ्क्षा, हाम्रो चाहना भनेको सर्वसाधारणको जीवन स्तरलाई उकास्ने, उठाउने र सिङ्गो राष्ट्रको निर्माण गर्ने र देश बनाउने। जबसम्म सर्वसाधारणको जीवन स्तर उठ्दैन, उठाउने खालको सरकारले नीति कार्यक्रम बनाउँदैन, कार्यान्वयन गर्दैन, ल्याउँदैन, तबसम्म देश बन्दैन, राष्ट्र बन्दैन, समाज बन्दैन। सधैँ दलाल पुँजीवादी सरकार मात्रै आजसम्म सर्वसाधारणले देखेको भोगेको छ र अबको रासापाको 2/3 नजिकको सरकारले, बालेन नेतृत्वको सरकारले सर्वसाधारणको जीवन स्तरलाई उकास्ने र राष्ट्र बनाउने कार्यक्रम ल्याएन र लागू गरेन भने यो देश सदाबार हिजो विगतमा अरूले चलाएको, जसरी दलहरू मिलेर, पार्टीहरू मिलेर बनाएको सरकारले चलाएको थियो त्योभन्दा फरक रूपमा देखिँदैन। जबसम्म सर्वसाधारणको जीवनलाई उठाउने नीति कार्यक्रम उनीहरूलाई राहत दिने खालको आउँदैन, तबसम्म यो देश परिवर्तन हुँदैन र सर्वसाधारणको निम्ति अहिले नै पनि हामीलाई यस्तो परिस्थिति परिरहेको छ। अन्तर्राष्ट्रियमा युद्ध चलेको छ, पूर्वी एसियामा द्वन्द्व चलेको छ। त्यहाँको द्वन्द्वले हाम्रो भान्सा, हाम्रो दैनिकी जीवन कष्टकर बनिरहेको छ। मूल्य वृद्धि हाई भएको छ। बजारमा फलफुलको मूल्य, केराको मूल्य, तरकारीको मूल्य, त्यसै गरी दालको, तेलको, चामलको र इन्धनको मूल्य बढ्ने बित्तिकै सबै कुरा उपभोग गर्ने, प्रयोग गर्ने, गाडी भाडा, स्कुल फी लगायतका अब जति पनि कापी कलमहरू हामीले किन्नुपर्ने हुन्छ, यी सबै कुरामा चाहिँ तीव्र गतिमा मूल्य वृद्धि भएको छ। नयाँ सरकार आउने बित्तिकै, नयाँ एउटा परिवर्तन आउने बित्तिकै जनतामा, सर्वसाधारणभित्र एउटा अपेक्षा, एउटा चाहना थियो सरकारले सर्वसाधारणको लागि पनि राम्रो काम गर्छ र उनीहरूलाई पनि जीवन सहज हुने खालको वातावरण कार्यक्रम ल्याउँछ र लागू गर्छ भन्ने हामीलाई आशा र चाहना, भरोसा थियो। तर त्यो आशा र चाहना, भरोसा चाहिँ तपाईँको कष्टकरमा परिणत भएको छ र दैनिकीमा गाह्रो परिस्थिति परेको छ। विशेष गरी भाडामा बस्ने, ज्यालादारी काम गरेर खाने, रात दिन मेहनत गर्ने र सहरमा बस्ने र गाउँमा बस्ने अर्थात् सबै ठाउँमा यो प्रभाव परेको छ। जहाँ जहाँ सर्वसाधारण छ, जहाँ जहाँ मजदुर छन्, जहाँ किसान छन्, जहाँ मेहनत गरेर काम गरेर खाने व्यक्तिहरू, मान्छेहरू छन्, त्यहाँ नै ठुल्ठुलो असर परिरहेको छ र राज्यले राम्रोसँग यसलाई केलाएर हेर्नुपर्छ र देख्नुपर्छ भन्न चाहन्छु। निम्न आय भएका व्यक्तिहरूलाई बाँच्नको लागि कष्टकर जीवनस्तर परिरहेको अवस्थामा राज्यले पुरा ध्यान दिनुपर्छ र राज्यले काम गरोस् भन्न चाहन्छु। अझै पनि धन्यवाद।